डायमन्ड्स के हो यो स्काई वक 500 फ्री फल जम्प 500 ल रेट पनि देखाइदिउँ न यिनीहरूलाई बालबालिका 3 फिटसम्मको निःशुल्क हाइटको कुरा गर्दैछ 3 देखि 4 फिटसम्मको 50 छुट ज्येष्ठ नागरिकको लागि जाने नि जाउँ 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 तिमी गइसक्यो दुईजना कति हजुर एड्रेस चाहिँ धरान मोरङ लेख्नु सब्जी दुईजना डरपोक साथीहरू कता गयो त्यहाँ बसिरहेको छ योभन्दा अगाडि आएको बेला थिएन त्योभन्दा अगाडि आएको बेला थियो त थिएन नि है यो थियो त थिएन बनाएको थिएन होला हामीले याद नगरेको हो कि टिकट त्यही भएर ओके टिकट पनि काट्यो टिकट पनि देखायो त्यसपछि आएर अब ब्रिज त के भनौँ स्काई वक होइन अब त्यो हेर्दाखेरि सिसाको जस्तै थियो तलबाट हेर्दाखेरि होइन अब माथि गएर हेरौँ कस्तो छ नयाँ एक्सपिरियन्स त्यसमा चाहिँ अलि ह्यान्डसम देखेको छु कि म योपालि के थेरापी का क्या स्पेशल मटका चिया 80 रुपियाँ थाक्यो यति हिँड्दै थाक्यो खुट्टा स्काई वक जाने यतै त होला नि ओके दिस इज इन्ट्रान्स यो के हो भने ओके सो सु कभरको सुविधा लाउँदै हुनुहुन्छ भने जुत्ता सरसफाइमा ध्यान दिएको भन्दा राम्रो छ जुत्ता सेफ जुत्ता सुरुमा दिँदा त टाउकोमा ओके अब ओके लेस अब कति चिप्लो धर्नै चिप्लेकोमा त हामीले नयाँ सुज दिएको छौँ सुरुमा हेर्दाखेरि त के भन्छ कहाँ टाउकोमा लाउने चिज दिनुभयो कि भनेर त अब वा सो स्केरी मान्छेहरू डरले यहाँसम्म त हिँडिरहेछ आयो त चस्मा लाउने गऱ्यो फाइदा एउटा रहेछ ल तँलाई चाहिँ हेरिन मलाई पनि लास्ट डर लाग्यो ए सिकमान तिमी किन नडराएको तिमी लास्ट बोल्यो त खाँटिलो रहेछ म त यता फलामतिर समातेर बसिरहेको छु बिगिज एक त मलाई हाइटदेखि डरै लाग्छ निकै नै तै पनि अब सिसाले भरेको ठाउँमा आएको छु समाउनु त पर्दैन तर म तल चाहिँ हेर्दिनँ मलाई डर लाग्यो लास्ट टाइम वाह वाह ल हेर तल हेऱ्यो भने त सातो छ नि तपाईँको चक्कर लाग्यो तल हेरेर आमै
घट म तल नहेरिकन फेरि सिसातिर लागेँ वा 1 2 3 4 5 6 सिसा फुट लाग्यो भने डर एक त ओके आइपुगे यस फाइनली पड्किन लाग्नु हो तिमी त लास्ट म त सकिनँ भाइ डरले सेवागदार नि अब फोटो खिचिरहेको छ मान्छेहरू ओके यहाँबाट तल हेऱ्यो भने तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हाम्रो क्यामेराम्यानले त्यसै यहाँबाट छेउमा जाऊ न यस्तो अति भयो अरे त डरा छैन होइन मेरो अनुहार डर देखिन्छ नि होइन उता जाऊ अब उता जाऊ न जाऊ अब हेरेर तल हेरेर म के भन्छ हाइटको डर हटाउनु पर्यो के छ भने तल खै यस्तै म तल त हेरै नसक्ने कुरा छ माफ गरिदियो भगवान् भयो भने नि ब्रिज हल्लिएर क्या डरै लाग्यो धानको स्काई ब्रिज 500 रुपियाँ तिरेर भेरे डर डराइ भए पनि जस भिडियो चाहिँ बनाएँ मैले कङ्ग्रेचुलेसन टु माइसेल्फ है कङ्ग्रेचुलेसन हुन्छ हाम्रो ओके फाइनल्ली स्काई वक ब्रिज पनि सक्यो डराएर भए पनि स्काई वकको जर्नी पनि सक्यो नाउ रिटर्न ब्याक है अनि त्यसपछि आएर यो सुरुमा टाउकोमा लाउने सोध्या भए पनि फिर्ता चाहिँ गर्नु पर्यो सुरुमा चाहिँ मैले कहाँ दिँदा त टाउकोमा लाउने हो कि अब ठानेको ओके सक्यो यस डन अनि त्यहाँ स्काई वकमा एउटा फोटो खिचिसकेपछि त अनि धरानको स्काई वकको जर्नी पनि कम्प्लिट